के हो साथी, आज त मौसमले पनि च्यालेन्ज गरिरहेछ। चिया पनि खान मन लागिरहेछ। गोजीमा 1 रुपियाँ छैन, तिमीसँग छ कि छैन? अन्त यार आज यस्तो मासुले एकजना लुट गर्नुलाई मान्छे भेटाएको भए पनि राम्रो हुन्छ यार। कोही पनि छैन त्यस्तो खालको मान्छे नि, साथी नि कोही छैन। कसलाई खोजौँ त यार? मेरो भाइ साथी यसो हेरे तिमीले आएको देखेर तिमीलाई पर्खेर बसिरहेको। बस न बस बस न भाइ, बस साथी बसिहाल्छु नि म। के छ भाइ? अनि आज भोलि हरायो त तिमी। दाइ म त घरतिरै हो यार, नै छोडिदिएको। यो साथी भन्ने चिजै बनाउन छोडिदिनु पर्यो भनेर क्या दाइ। हो हामी जस्तो छौँ नि त, हामी छौँ नि त। साथी तिमीलाई त्यस्तै लाग्छ भने जाउँ न त आज मेरोबाट तिमीलाई पार्टी आज जे खान्छौ त्यही जाउँ न त हामी 3 जना। त्यस्तो भनिहाल्यो साथी, तिम्रो मन मार्न मन लागेन कि गइदिउँ न त। जाउँ न त। के साथी पैसा चाहिँ छ तिमीसँग? चिन्ता नगर न साथी, म छु त, म चिन्ता नगर न। होइन त साथी, हुन त हो साथी, तर के हो सुन्नै पाएन यार। अहिले बुझिहाल्छु नि साथी, चिन्ता नगर न। बस्दिउँ न त साथी। साथीले भनिहाल्यो। बस बस के खाने हो भाइहरू? चटपटे चिया के छ दिनु न आन्टी। साथी पैसा दह्रो बोकेको छ है क्या। खोइ साथी बोकेको छ जस्तो लागिरहेको। तिमी नि समाधान न साथी। चलो साथी थालौँ है। मलाई गर न। खाऊ खाऊ साथी, आज मेरो तर्फबाट पार्टी छ, खाऊ। पैसा कति भयो म हिसाब गरेर आउँछु ल। ल ल ल साथी, म पनि सर्ट हानेर आउँछु ल। बस्दै गर न तिमी। ए हुन्छ साथी यार, ल छिटो आऊ है। ल ल। पैसा देऊ त। पैसा एकछिन ल आन्टी, म साथी बोलाएर आउँछु। यस्तै गर्छ क्या यिनीहरूले यार, छ्या। त्यही भएर साथी नबनाऊँ भनेको यार, के गरेर पैसा दिनु अब यार। भाइ आउ त यता, भाँडा मार्दा पनि हुन्छ, यहाँ आउनु पर्यो। छोटा सा मेरा जहां है